ब्रेकफास्टको लागि माथि ब्रेकफास्टको लागि हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो है। आज चाहिँ म चाहिँ पोखरामा कोरा 2026 मा चाहिँ पार्टिसिपेट गर्न आइरहेको छु। पानी परिरहेको छ साथी हो। हामी बिस्तारै चाहिँ राइडरहरू चाहिँ जम्मा हुने वातावरण भइरहेको छ। आजको कोरा च्यालेन्ज चाहिँ मेरो 100 किलोमिटर्स। लेट्स होप आजको दिनभरिको राइड बब्बाल हुन्छ होला। भिडियो चाहिँ हेर्दै गर्नु होला है अनि इन्जोय गर्नु होला। ल साथी हो, पानी पर्यो। राइडरहरू सबैजना वेटिङमा रेनकोट लगाएर। अब लगभग हाम्रो प्रोग्राम एकछिनमा सुरु हुन्छ है। किसन भाइ के छ? यस एकदम वेल छ। आजको एकदम रेनी पोखराको मौसम एकदम सुहाना। रेनी कोरा हुने भयो हैन? रेनी कोरा हैन त ठिक छ। त्यही पनि सबैजना एक्साइटेड हुनुहुन्छ है। एकछिनमा हाम्रो चाहिँ राइड सुरु हुन्छ है त साथी हो। पोखरा कोरा च्यालेन्ज 2026 मा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। आज हामी राइड टुगेदर चेन्ज लाइफ भन्ने सुन्दर उद्देश्यका साथ यहाँ एकत्रित भएका छौँ। यो केवल साइकल यात्रा मात्र नभई सामाजिक उत्तरदायित्व, स्वास्थ्य जीवनशैली, वातावरण संरक्षण तथा मानव सेवाको अभियान पनि हो। यस वर्ष सङ्कलित सहयोग पोखरा स्थित दृष्टिविहीन विद्यार्थी छात्रावासलाई प्रदान गरिनेछ। ल प्रोग्राम सुरु हुँदै गर्दा झन् पानी पर्यो यार गाइस। त्यही पनि राइडरहरू सब चाहिँ अल सेट हुनुहुन्छ है। रेनकोट लाएर भए पनि आजको क्याटेगोरी चाहिँ 100 शुभ यात्रा, धन्यवाद। किलोमिटर। अब चाहिँ यहीँबाट सुटिङ चाहिँ क्याटेगोरी 100 किलोमिटरको एउटा ग्रुप हुन्छ, 50 किलोमिटरको एउटा ग्रुप र 75 किलोमिटरको एउटा ग्रुप हुन्छ। अब पानी पर्यो के गर्नु है, राइडमा एकछिन जानु पर्यो। ल मैले अझ एउटा कुरा भन्न छुटाउँदै हाम्रो साइकल रेनी कोरा बवाल हुन्छ है त। पानी भयङ्कर परिरहेको छ तर अब हामी राइड चाहिँ सुरु गर्छौँ। दाइ जम 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 राइस दाइ। लेट्स गो लेट्स गो लेट्स गो। 100 ल त फाइनल्ली साथीहरू हाम्रो राइड सुरु भइसक्यो। आज चाहिँ मेरो च्यालेन्ज 100 किलोमिटर एन्ड दिस इज आवर ग्रुप। हाम्रो 100 किलोमिटरको ग्रुप चाहिँ अगाडि हिँडिसक्यो है त। हामी पछाडि 75 किलोमिटर, त्यस पछाडि 50। राजेश दाइ र मेरो चाहिँ यो सेकेन्ड राइड होइन दाइ। हामी चाहिँ पहिला टुर दि लुम्बिनी, टुर दि भैरव होइन, टुर दि भैरव सकेर आज कोरा 2026 मा चाहिँ 100 किलोमिटरको चाहिँ च्यालेन्जरहरू यता हाम्रो तुल दाइ। सिटी बजाउनु न यार, सिटी बजाउनु न। हजुरसँग त घन्टी पनि रहेछ, घन्टी पनि बजाउनु न यार। थोरै स्टिपी उकालो अहिले ल्याउ नला रहेछ क्या। रोलिङ इन्टु द जङ्गल। जङ्गल राइड्स। ए ल फेरि डाउन रहेछ। चिप्लो त छैन नि, अलिकति ख्याल गर्नु है। चिप्लो छ जस्तो छ यार। इट्सके छैन, त्यस्तो चिप्लो पनि छैन तर लेउ चाहिँ लाछ। ग्याप चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। अगाडिको झ्यामा ब्रेक हान्दियो नि तनाव हुन्छ। ट्रेल चाहिँ बबाल छ है, मजाको। राइडमा निस्केपछि विभिन्न इस्युहरू हुन्छन्। यहाँ चाहिँ हाम्रो चाहिँ डिटेलरको समस्याले गर्दाखेरि चाहिँ यो पहिले चेन लक भयो। तर हामीसँग चाहिँ भाइ छन्, एक्सपर्ट भाइ छन्, भाइले चाहिँ बनाइदिइसक्यो है एउटा। अब बिस्तारै हामी यो सकेर फेरि राइड कन्टिन्यू गर्छौँ। र फाइनल्ली हाम्रो साइकल चाहिँ रेडी भएर हामी अब फेरि अगाडि लाग्यौँ। सोनु भाइले भेरी भेरी थ्याङ्क यू। ल मेरो हेलमेटको त यो नै लकै फुत्किरहेको रहेछ यार। पानी परेकै छ तर हाम्रो जर्नी चाहिँ कन्टिन्यू भइरहेछ है। हाम्रो राजेश दाइ थाक्दैनौँ हामी झुक्दैनौँ, हामी हार पनि खाँदैनौँ। हामी निरन्तर यात्रामा अगाडि छौँ।
र अनि हामी चाहिँ अहिले साइकल मेन्टेनेन्स गर्दाखेरि थोरै ढिला भयो। सो ग्रुपभन्दा हामी धेरै पछाडि छौँ, तर बिस्तारै हामी भेट्छौँ। अहिले चाहिँ हामी हाम्रो भाइरल रोड हेम्जाको है। ल यहाँबाट हामी यता नगर अब यताको पुल, नयाँ पुल है, ठक्क नयाँ पुलबाट हामी लामाचौर निस्किन्छौँ। अहिले हामी 4 जना मात्रै छौँ है दाजु है। ल यस्तै छ साथीहरू, पानी परेछ। ल ल सेती बढाएको छ, मस्त बढाएको छ। अब हामी यता लामाचौर हुँदै भलाम निस्केर फुलबारी हुँदै विजयपुर निस्किन्छौँ है त। ल भिडियो चाहिँ यस्तै छ, रमाइलो चाहिँ गर्नु होला है साथीहरू। ल दाइ कस्तो भइरहेछ राइड? एकदम ठिक, मजा छ नि होइन? साइकल बिग्रियो, तनाव भयो। तनाव भयो, तर हामीसँग सोनु भाइ छ नि त। त्यही त नाम त लाउनु पर्थ्यो। नाम्लो लाएर बोकेर होइन त। ल हामी चाहिँ अहिले लामाचौर आयौँ है। हामी स्टिल अझै पनि पछाडि नै छौँ। हाम्रो अगाडिको ग्रुप अगाडि गइसक्नुभयो। पानी परेकै छ, हाम्रो यात्रा जारी छ। फुली पोखरी पार्क है। हामी चाहिँ लामाचौर यताबाट हामी अब अगाडि लागिसक्यौँ। अब यता बाटुलीचौर हुँदै हामी महेन्द्र गुफा निस्किने दाइ? निस्किँदैनौँ? हामी कहाँ निस्किन्छौँ दाइ? बाटुलीचौरबाट ए भलाम हो, ओके। अनि हामी त्यहाँ भलामबाट मणिपाल निस्किएर त्यसपछि हामी पार्क के भन्छ अरे दाइ? विजयपुर होइन। विजयपुरबाट हामी तल लेखनाथ हुँदै सिसुवा हुँदै कोत्रे लगभग पुगिन्छ नि दाइ? यता चाहिँ चमेरे गुफा, हामी चमेरे गुफाबाट अब महेन्द्र गुफातिर लाग्यौँ। हामीहरूको चाहिँ इन्फर्मेसन भर्खर पाएको इन्फर्मेसन अनुसार हामी चाहिँ यतैबाट जाँदैछौँ। हामी खास बाटुलीचौरबाट तल झर्छौँ भन्ने सोचिरहेको थियौँ होइन, तर त्यहाँ चोकमा आएर इन्फर्मेसन के आयो भन्दाखेरि यताबाट महेन्द्र गुफा हुँदै जाने भन्ने आयो। सो वी आर हेडिङ टु महेन्द्र गुफा। फाइनल्ली हामी महेन्द्र गुफा है। हामी गुफा घुम्दैनौँ किनभने आजको हाम्रो चाहिँ साथीहरूलाई भेट भयो यार। यहाँ केही साथीहरू भेट भयो है, केही साथीहरू यहाँ हुनुहुन्छ महेन्द्र गुफा जाने यता। ल ल हामी जोइन गऱ्यौँ है झम्पेल दाई। यता हाम्रो टिम कहाँ जानु हाम्रो राजेश दाई? यहाँ राजेश दाई कहाँ जानुभयो? ल साथी हो फाइनल्ली हामी अहिले यो कहाँ भन्छ यार, के खोला त यो के खोला भन्छ आई डोन्ट नो, तर पानी चाहिँ बब्बाल सफा छ। हामी चाहिँ बाटुलीचौरबाट तल झरिसक्यौँ। अब हामी यहाँबाट यो बाटो हुँदै है भलाम निस्किन्छौँ, भलामबाट फुलबारी हुँदै है। ल साथी हो पानी अझै स्टिल परिरहेछ। भर्खर एकजना साथीले भन्नुभएको यो खोला चाहिँ काली खोला है साथी हो, काली खोला। माथि गएर पाखै दाइ हामी अब यहाँ भलाम लाग्यो होइन? भलाम लाग्यो यस डम्पेल दाइ। ओके भलाम देउराली। हामीले कुनै पनि मन्दिर मस्जिद छुटेको छैन। हामी चाहिँ अहिले यहाँ भलाम देउराली आइसक्यौँ। अब हामी सिधा भलामबाट घुमेर पारी फुलबारी। हाम्रो जम्बो टोली अगाडि गइसकेको छ, तर हामी बिचमा जोडिँदै यतिजना भएको छौँ है। अब बिस्तारै हामी ठुलो टिमसँग जम्मा हुन्छ एकछिनमा। ल साथी हो अहिले हामी चाहिँ भलाम रियाले चौर भन्ने गाउँमा आइसक्यौँ है। ल यहाँ के हो यार, होम लेखा छ, होम प्लस। ए यो होमस्टे हो? ओ त त्यहाँ लेखेको रहेछ नि त होम प्लस, त्यसमा लेखेको। दाइ के भलाम के चौर अरे? रियाले चौर। नामै कस्तो 18 हो कि हो, नसुनेको भएर होला। ल रियाले चौर बाबु। मणिपालको होस्टेल साइड आयो, हस्पिटल माथि। यु क्यान सी इट गाइज। हामी हस्पिटल जाँदैनौँ, गेटबाट हामी चाहिँ अगाडि निस्किन्छौँ, कुनाहरूतिर निस्किन्छौँ है। त्यहाँबाट हल्का उकालो पनि थकायो यार, तर रमाइलो भइरहेछ है साथी हो, चिल भइरहेछ पानी पऱ्यो भने है। मणिपाल हस्पिटल। अब हामी यहाँबाट सिधा तल निस्किन्छौँ है। पानी मिठो दिइरहेको छ यार।
ल फाइनल्ली हामी अहिले चाहिँ माटेपानी गुम्बा भने के भन्छ त्यो ठाउँलाई माटेपानीमै भन्दो रहेछ। माटेपानीमा हल्का 10 मिनट जति वाटर ब्रेक लिन्छौँ अनि त्यसपछि निस्किन्छौँ है त। ल हेरौँ बजारमा नजाँदा पानी परेकै छ। यस्तै छ साथी हो। ल हाम्रो वाटर ब्रेक पनि सकियो साथी हो। यतै टिम अलरेडी चाहिँ रेडी भइसक्नु भएको छ। अब हामी बिस्तारै माटेपानीबाट तलतिर निस्किन्छौँ है त। भद्रकाली हुँदै हाम्रो अगाडिको ग्रुप चाहिँ अगाडि पुगिसक्नु भएछ, विजयपुर कटिसक्नु भएछ। हामी बिस्तारै जान्छौँ है साथी हो। पानी चाहिँ अहिले चाहिँ अलिकति कम भएको छ, तर टोटल्ली चाहिँ पानी सबै भएको चाहिँ होइन, कम चाहिँ भएको छ। आजको राइड चाहिँ मस्त घाम भएको भए चाहिँ अलिकति गाह्रो हुन्थ्यो होला। पानीले चाहिँ राम्रो सपोर्ट दिइरहेछ है। भिडियो चाहिँ इन्जोय गर्नु होला। बिस्तारै अब हामी लाग्यौँ। जम्पेल दाइ, हाउ यु फिलिङ? एकदम गुड फिलिङ भइरहेको गुड भइरहेछ है। Every pedal has a positive paddle, positive vibes. ओके यस। Do cycling, keep healthy and stay strong. No doctor, no need doctor. जय कोरा पाइटी पाइटी। जय कोरा मन्दिर, जय शम्भो। जय शम्भो, जय शम्भो। म्याङ्गो टाट मिठाई खाएको क्या मिठो भयो। पानी फेरि पर्न थाल्यो यार। पानी ठिक छ, मैले रेनकोट खोलिनँ। दाइहरू चाहिँ रेनकोट खोलिसक्नु भएको छ है। झरी पऱ्यो भने त लाउनुपर्छ दाइ यार। किन भन्दाखेरि दिनभरिको राइड हो नि त होइन, एकैछिनको भयो त केही हुन्थेन। दिनभरिमा चाहिँ प्रब्लम हुनसक्छ। सो ल लगाउनु घुसाउनु यार। ल अहिले चाहिँ हामी भद्रकालीबाट तलतिर झरिसकेको अवस्था हो। बाटो चाहिँ यस्तो छ, थोरै हल्का अफरोडिङ जस्तो। अब यहाँबाट चाहिँ मेरो बुयान भान्जा पनि जोइन गर्दैछ चौथीबाट। अब बिचरा उसलाई चाहिँ बिहान चाहिँ उता लान सकिएन, किन भन्दाखेरि यहाँबाट चलाएर जानुपर्ने। बिचरा उसलाई समस्या के भन्दाखेरि त्यहाँ उहाँ स्टार्टिङ पानी पनि पऱ्यो, स्टार्टिङ पोइन्टमै थाक्छ क्या बिचरा। अनि त्यो हिसाबले बिचबाट जोइन गराउँदैछु आज। हामी चाहिँ बिपी मार्ग हो। ल बिपी मार्ग हुँदै निस्किँदैछौँ। ए कास्की मोडनाइज स्कुल यता रहेछ। अनि हामी 100 हान्दैछौँ, त्यही भएर भान्जालाई 100 अलिकति बेसी हुन्छ भनेर पनि मैले त विचार राखिदिएको क्या दाइ। सो अब हाम्रो बुयान भान्जा पनि जोइन हुन्छ है हाम्रो टिममा। ल फाइनल्ली बुयान भान्जा पनि जोइन भइसक्यो है। ल के छ अब? नमस्ते। मामाहरूलाई सबैलाई नमस्ते भन्न चाउ गएर जाऊ। ल भान्जा जोइन भइसक्यो है हाम्रो ग्रुपमा। अहिले चाहिँ हामी कालीका चोक बुढी बजार भान्जा जोइन भइसकेका छन्। अहिले हामी यहाँ चाहिँ दही ब्रेक छ। बिस्तारै अब हामी दही खान्छौँ अनि अगाडि लाग्छौँ। दही खोल्नै सकिन्छ। ल अहिले चाहिँ हामी कालीका चोकबाट अब हामी तालचोकतिर जाँदैछौँ साथी हो। पानी परेकै छ, राइड बवालै भइरहेछ। बाटो चाहिँ मजाको पिच भयो रहेछ है यता। हाम्रो आधा टोली 50 किलोमिटरको चाहिँ लन्च गर्ने ठाउँमा पुगिसक्नु भएछ। हामी 100 किलोमिटरको चाहिँ अझै यतै छौँ। त्यो राइड चाहिँ मजै भइरहेको छ साथी हो। बिस्तारै जाँदैछौँ साँझसम्म। 100 किलोमिटर हो, आत्तिनु पर्ने छैन। बुयान भान्जा अलरेडी जोइन। तालचोक है त, सेवाबाट हामी यो तालचोक आइसक्यौँ। के हो यस्तो डेन्जर बाटो हेरे बाबु, बारी हेर। ल लेट्स गो। अब हामी यहाँबाट अगाडि लाग्यौँ है। दाइ जाउँ। 100 हो। वाच आउट गाइज। हामी अहिले भाइरल रोडमा साइकल मैत्री रोड साइकल लेन भएको है। हामी मजाको साइकल लेनमा कुदाउँदैछौँ है। साइकल छुट्टैवाला फिलिङ छ हो यहाँ। आउँदैछौ नि। ल अहिले चाहिँ हामी भाइरल रोडमा। हाम्रो पारा चाहिँ यस्तै छ है। पानी बिसायो, साथीहरू सब रेनकोट खोल्दै हुनुहुन्छ। अब पानी नपर्ला। अब हामी अझै यहाँबाट अगाडि जान्छौँ है साथी हो। पोखरा युनिभर्सिटीबाट अगाडि लाग्यौँ है साथी हो। रात चौतारा, त्यसपछि हामी कोत्रे निस्किन्छौँ। कोत्रेबाट पुल तरेर हामी पारि जान्छौँ। त्यसपछि हामी निर्मल पोखरी हुँदै निस्किन्छौँ है। पानी चाहिँ अहिले बसेको अवस्था छ, रमाइलो भइरहेछ है। ल साथी हो फाइनल्ली हामी मजुवाबाट हाइवेमा निस्क्यौँ है।
हाम्रो ग्रुप अगाडि गइसकेको छ हामी पछाडि 3 जना मात्रै छौँ अब यताबाट हामी पारी निस्किने हैन अब यार फुल पारी हामी चाहिँ अब टक्क यो झोलुङ्गे पुल सर पार गर्दैछौँ है बिस्तारै पाले पाले जाँदैछौँ हामी लेट्स गो ए त्यो बहिनीलाई जान दिनु भयो यार गाह्रो भयो ल बुयान जाँदैछ है ल ओके ल गो 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 नातिकिन नडराइकिन डरायो क्या त्यो बिचरा ल इट्स ओके तल सेती खोला अब हाम्रो डेस्टिनेसन चाहिँ अब चाहिँ हाम्रो लन्च चाहिँ यतापट्टि कतातिर चाहिँ होटलमा छ अरे होइन अब बिस्तारै अब भोक पनि लाग्ने बेला भइसक्यो गएर लन्च गरेर फेरि हाम्रो राइड कन्टिन्यू हुन्छ है साथी लन्च हुने ठाउँमा चाहिँ डान्स पनि हुन्छ जस्तो लागिरहेको छ हेरौँ है सानो अफरोड है अपिल पनि छ बिस्तारै जाँदैछौँ हामी टिम लन्च खाने ठाउँमा गएर हाम्रो जम्बो ग्रुप चाहिँ भेट हुनेवाला छ कति थाक्यो यता हेरेर भन त लास्टै थाक्यो ल अब लन्च गर्ने सक्यो भने चाहिँ राइड गर्नु होइन नत्र गाडीमा बिस्तारै जाने नि त हातुरी छैन कम्पिटिसन होइन नि त ल हामी चाहिँ अहिले लन्च गर्ने ठाउँमा आइसक्यौँ आधा साथीहरू त लन्च गरिसक्नु भएछ यार हामी भर्खर आउँदैछौँ खाम चाहिँ दामी रहेछ चलो ल 100 किलोमिटर टोली अगाडि बढ्यो है लेट्स गो ल कालिका स्थान 5 किलोमिटर यहाँबाट दोबिल्ला चाहिँ 12 क्यामेराको लेन्स पनि पुरै धमिलो भयो यार बाफ फेर यार उकालो छ हामी चाहिँ कछुवा गतिमा अगाडि बढ्दैछौँ लगभग 5 किलोमिटरको उकालो छ भन्ने मा आएको छ बिस्तारै जाँदैछौँ हामी जर्नीको क्रममा के च्यालेन्ज आउँछ दाइ गयो यार हजुर क्या फ्याट्टै भयो यार उड्नु ऊ यार ब्रेक हान्नै हुन्न औ फ्रेमै गयो दाइको यार ल के गर्नु यार ल के गर्नु साथी हो यस्तै हो राइडमा निस्केपछि केही न केही समस्या आइरहन्छ दाइको चाहिँ फ्रेमै भाँच्यो हामीसँग धन्न रेस्क्यु भ्यान छ रेस्क्यु भ्यानमा चाहिँ हामीले साइकल लोड गर्छौँ दाइहरू गाडीमा आउनुहुन्छ हामी चाहिँ हाम्रो राइड चाहिँ कन्टिन्यू गर्छौँ ल जम्पेल दाइ फिलिङ सरी फर यु यार भएन यार त निकै ल बिस्तारै आउनु हामी निस्यौँ ल दाइको साइकल चाहिँ हामी गाडीमा लोड गरेर हामी चाहिँ अगाडि निस्क्यौँ हाम्रो एउटा ग्रुप माथि पुगिसक्नु हो 100 किलोमिटर ग्रुप हामी पनि बिस्तारै उहाँलाई भेट्न आउँदैछौँ स्टेप उकालो हिँड्दैछौँ हामी सास पनि फुलिसक्यो तर बिस्तारै अगाडि बढ्दैछौँ राजु दाइ हामी यो उकालो उक्ले कति मिनट भयो होला उकालो उक्लिनु सुरु गरेको कति मिनट भयो होला ल 35 मिनट 35 होइन ल साथी हो 35 मिनट भयो यो उकालो उक्लिनु थालेको यत्तिकै छ होला यति ठाडो उकालो छ नि यो लगभग माथिबाट गाडी हात्ता आउँथ्यो नि झ्याम्म ब्रेक लाग्दैन नि त यो एउटामा चिप्लो पनि छ फेरि यो पिच गर्दाखेरि होइन रोलर चढ्यो होला त यो त्यो रोलर त होइन यस्तो गर्दा त कहाँ चढ्छ त यार राइट यस्तै छ साथी हो हामीहरूको फेरि आज 100 किलोमिटर च्यालेन्ज भएको कारणले गर्दाखेरि हामीलाई लामो रुट खोज्दाखेरि यो बाटो पऱ्यो होइन लामो रुट हो त्यस पछाडि 75 र अनि 50 को चाहिँ बिचबाट बटमबाट
उकालो नउक्लिकन बटमबाट झरिसक्नु भएको छ त्यो टिम। अब हामी 100 किलोमिटरवालाहरू चाहिँ टपमा हान्दैछौँ। च्यालेन्जिङै छ बाटो, तर कम्पिटिसन होइन, केही छैन। हामी 100 किलोमिटर इजिली बाटोले चाहिँ च्यालेन्ज चाहिँ गर्ने नै भयो। सक्छौँ ढुक्का, च्यालेन्ज एक्सेप्टेड भनेर हिँडिसक्यो हो त। हामी चाहिँ अहिले यति माथि टपमा आइसक्यौँ कि पोखराको भ्यू यस्तो छ है, लामगादी होइन, पोखरा वडा नम्बर 33 पर्छ यो। अब यहाँबाट हेरौँ ठ्याक्क एयरपोर्ट त्यहाँ छ होइन, पोखरा बजार यता छ। हामी यता अब निर्मल पोखरी हुँदै हिँड्दै, निर्मल पोखरी हुँदै चाहिँ अगाडि निस्किन्छ है त। थकाएको उकालो त 5 किलोमिटर यस्तो स्टिप रहेछ नि उकालो, स्टिल जाँदैछ यार, सकिसकेको छैन। जति माथि आयो घुम्टिसकेपछि ओह्रालो आउँछु कि भन्यो, अथवा सिधा बाटो आउँछु कि भन्यो, झन् उकालो बाटो आउँछ यार। हैट, हामी चाहिँ लगभग टपमा आएछौँ सायद। हाम्रो रेस्क्यु भेहिकल पनि अगाडि छ। बाटो टप छ नि त साथी हो यार, त्यही भएर रेस्क्यु भेहिकलले चाहिँ ठाउँ चाहिँ कुरेर हिँडिरहेको छ कि हामीलाई। यस्तो टप छ कि इन्जुरी हुने चान्सेस छ यार यो बाटोमा, मसल क्याम्पिङ हुनसक्छ। दाइहरू चाहिँ पछाडि हुनुहुन्छ, म पनि अब त्यहाँ गर्दा एकछिन कुर्छु। यस्तै छ एउटा 100 किलोमिटर च्यालेन्ज हो नि त। एउटा कुरा नौलो चाहिँ के थाहा भयो भन्दाखेरि यो ठाउँमा पनि मालागिरी भन्ने ठाउँ रहेछ है। योभन्दा तलपट्टि के अरे दाइ त्यो हजुर चिलाउने खर्का भन्ने पनि ठाउँ रहेछ होइन। अहिले चाहिँ हामी लगभग दाइ अझै है मान्छे चिलाउने खर्काबाट तलको भन्ज्याङ अझै पनि हाम्रो अपिल सकिएर रहन्छ। त्यहाँसम्म अपिल माथि हो त्यहाँसम्म अपिल हो ल, अझै सकिएको रहन्छ। हामी बिचमा छौँ। हावा हाल्दैछ भाइले, मेरो साइकलमा अलिकति हावा कम भएछ क्या। सो हेरौँ, यहाँबाट म देखाउँछु हामी चाहिँ पुग्ने डाँडा यहाँ रहेछ। हामी अझै बिचमै छौँ है। ल यस्तै छ। 5 मिनटको रेस्टपछि फेरि हामी हाम्रो यात्रा जारी गऱ्यौँ है, सुरु गऱ्यौँ। हामी वहाँ पारीको डाँडामा निस्किँदैछ, बिस्तारै जाँदैछौँ। आधी घन्टामा पुगिन्छ होला। ल यहाँ पनि रहेछ, हुडीकोट भन्ने ठाउँ पनि रहेछ। ल यार अन छ नि त यार, हुडीकोटमा होइन। आज स्याङ्जातिरको 3टा नाम जुटे क्या, हुडीकोट होइन, अनि हजुर मालागिरी, अनि चिलाउने खर्का। हो हजुर भान्जाल चलाउँछ अब। ल हुडीकोट आइयो, अब हामी एकछिन दाइहरूलाई कुद्नु पर्ने छ। एउटा केही चिसो नि खाऊँ न त होइन, 2 जना त हो नि। ल चिसो केही खाऊँ। हेलो दिदी, हाई। ल हामी चाहिँ भन्ज्याङबाट अब चाहिँ डाउनहिल छ अरे, खतरा रमाइलो गर्नुपर्छ है। आमामा के साह्रो डर लाग्दो हो त नि यार उकालो पनि। लगभग लाग्यो हामीलाई 2 घन्टा। 5 किलोमिटर 2 घन्टा भनेको जोक होइन नि यार। ए ल अझै पनि हल्का अझै डाँडामा पुग्दैछौँ हामी। मौसम चिल छ, बिहानसम्म पानी परेको थियो, घाम लागिदिएको भए आज त बाउको बिहे देखिन्थ्यो यार। ठिक छ, घाम लागेन, मौसमले राम्रो साथ दियो। अब हामी यहाँबाट निर्मल पोखरी हुँदै फाइनल डेस्टिनेसन चाहिँ फेरि बिहान हाम्रो हल्लनचोकबाट सुरु भएको, हल्लनचोकमै सकिँदैछ। लगभग 50 किलोमिटर च्यालेन्ज गर्नेहरू चाहिँ पुगिसक्यो भन्ने खबर पनि आइसकेको छ। हामी पनि पुग्छौँ अब बिस्तारै। ल लेखनाथ यहाँबाट यस्तो देखिँदो रहेछ यार। भन्छ हामी कति टपमा रहेछौँ त। ल अप डाउनहिल सुरु भयो साथी हो। डाउनहिल चाहिँ बवाल रमाइलो गर्नुपर्छ। अगाडि हाम्रो सोनु भाइ र भान्जा काले हेलो बाई बाई। जनज्योति आधारभूत विद्यालय कस्तो मजाको ठाउँ रहेछ यार। यता आनन्द यार, बवाल छ।
उकालोको थकाइ त्यो चाहिँ स्ट्रेस त्यो चाहिँ हुन्छ नि मसल पेन पुरै घुर्साइदिन्छ यार यो डाउनहिलले होइन त फ्री क्या चरा उडे जस्तो फिल भयो थोरै थोरै उकालो पनि रहेछ ओह्रालो मात्रै छ कि भनेको त हेलो बेटी बाबु हो बेटी जस्तै बाल लामो रहेछ ल बर पाण्डेथुमबाट देखिने है नजारा चाहिँ यस्तो छ है ल यहाँनिर हाम्रो इन्टरनेसनल एयरपोर्ट अब यो तका तका के हो ल लेखनाथ सेखनाथ होइन टन्न देखिँदैछ अहिले चाहिँ हामी टपमा छौँ है पोखरा वडा नम्बर 33 पर्ने रहेछ यो ठाउँको नाम बर पाण्डेथुम ल हेर गाइस हामी कुहिरो भन्दा माथि छौँ अहिले कुहिरो भन्दा कब्बाल ल डाउनहिल छिन मजा हान्ने उकालो ओह्रालो पर्दैछ यो बाटो यार ल फेरि रियुनियन भयो हाम्रो हिँडेन भन्छ अगाडि हेर फेरि रियुनियन भयो भनेको ल यहाँनिर चाहिँ दो बाटो रहेछ अब हाम्रो रुट चाहिँ कता हो हामी हलमलमा पऱ्यौँ सोध्नु पऱ्यो यार फोन गर्नु पऱ्यो बाटो साँगुरो तर बबाल जङ्गल डाँडा पोखरा है साइड दियो हुन्थ्यो हामीलाई साइड दिनु तर उक्लिँदाखेरि चाहिँ उकालो चाहिँ लास्ट स्टिप उकालो थियो डाउनहिल चाहिँ त्यस्तो खालको स्टिप चाहिँ रहेछ है सिधा सिधा टाइपको रहेछ उता ठाडो उकालेको रहेछ क्या बाटो यता चाहिँ तर्पाई छ ल यति फेरि सिधा थियो हल्का ओह्रालो भयो फेरि उकालो आमामामा कति हो त बोके क्या मकै कति बोक्नु हो आमा हो ल यार निर्मल पोखरी छिरी यार होइन निर्मल पोखरी र उकालो छ गियर मिलाइहाल तिमी ल बिस्तारै ठुलो होइन उकालो ओह्रालो आउला कि भने उकालेको उकालेकै छ नि त बाबु लाइन अगाडि कहाँ पाएपछि मजा भएको थियो होइन मजा भएको थियो होइन लामो भएन के गर्छ बाबु बाटो बनाउनुले यस्तै बनाएछ दाइ अब हामी क्रिस्टीबाट छोरेपाटन निस्किने हो नि होइन क्रिस्टी निस्केर छोरेपाटन हो नि होइन ल मेरो मामा घरको के त ए हजुर दाइ ल हामी अब योबाट क्रिस्टीतिर लाग्यौँ क्रिस्टीबाट हामी फेरि छोरेपाटन निस्किएर यो सामी मैदान होइन सामी मैदानको चाहिँ चौतारामा चाहिँ बुवाहरू टन्नै गफरेर बस्नु भएको रहेछ एकछिन गफरेर रमाइलो भयो त्यहाँबाट हामी अब यता लाग्यौँ क्रिस्टीको बाटो क्रिस्टी पुगेर हामी अनि त्यसपछि चाहिँ निस्किँदा छोरेपाटन पहिला निर्मल पोखरी हो ल यार आज चाहिँ नयाँ कुरा थाहा पायो एउटा हो राजेश दाइले भन्नुभएको हाम्रो मध्याह्न ब्यान्डको चाहिँ सिङ्गर कर्णदासको घर चाहिँ यहीँ तल हो अरे लेजेन्डरी सिङ्गर हुनुहुन्छ उहाँ 90sकोलाई त थाहा छ अब त्योभन्दा पछाडिकोलाई त अब त्यति थाहा नहोला कर्णदासको होइन दाइ मध्याह्न ब्यान्ड भनेपछि राम्रो ऊ बेलाको चाहिँ पपुलर ब्यान्ड हो कि ल जनचेतना माध्यमिक विद्यालय भन्ने रहेछ है यहाँ माथि निर्मल पोखरी भन्ने ठाउँ आइसक्यो हामी अब यताबाट हामी क्रिस्टी जान्छौँ होइन दाइ भयो म त खाँदिनँ तिमी खान्छौ खाऊ न त
ल थाक्यो भुन्टे होइन थाक्यो ल ठिक छ यहाँबाट त उडाइ देखिँदो रहेछ पोखरा त यार आम्मामा फुल भ्यू ल फाइनल्ली हामी अहिले चाहिँ यो शिवालय चोकमा आइसक्यौँ है यहाँबाट चाहिँ पोखराको भ्यू चाहिँ यस्तो बवाल देखिन्छ नि यस्तो बवाल देखिन्छ नि एकलट हेरौँ है साथी हो ल छैन त दामी भ्यू यताबाट पुरै क्या अब के हेर्ने हो यहाँ पोखराको सब छ लगेडा दामी छ यार ठाउँ ठ्याक्क यो ठाउँ चाहिँ यो शिवालय चोक है यो डाँडा काँडा उकालो ओह्रालो हिँड्दाखेरि त अहिले त यार लिटरल्ली मस्त थाकिसक्यो अब शरीरको पार्ट पनि अलिअलि कता कता दुखे जस्तो हुन थाल्यो है बुवा अब हामी धेरै छैन क्रिस्टीसम्म थोरै अपिल लिन्छौँ त्यस पछाडि छोरेपाटन ल कोरा 100 किलोमिटर च्यालेन्जरहरू क्रिस्टी उक्लिँदैछन् साथीहरू पुगिसके यो चाहिँ हाम्रो सेकेन्ड लट हो फेरि छैन फर्स्ट लट सेकेन्ड लट हामी चाहिँ आउँदाखेरि ठ्याक्क आइपुग्दाखेरि खाना खाएर निस्किने हो त पुग्यो क्या अनि हामी खाना खाएर त्यहाँ भुल्यौँ नि त हजुरहरू पनि पहिले आउनुभयो क्या है ए होइन यार हामी त सँगै त आएको त यार सँगै त आएको नि हामी त ए हो कता कता घुम्यो त हामी त पुरै राउन्ड हान्यौँ के यस्तो राम्रो भाइब छ नि यता यार गाउँले भाइब हेलो बेटी बाई बाई पिस छ यार आनन्द सायद यो क्रिस्टी गाउँ यही हो यार दोपहरे भन्ने रहेछ चोक यताबाट हामी डाउनी लाग्यौँ है ल यार आजको राइड चाहिँ च्यालेन्जिङ लगभग च्यालेन्जिङ बाटो चाहिँ सक्ने जस्तो छ अब हामी यो बाटो सिधै छोरेपाटन झर्छौँ ब्रेकिङ ख्याल गर है बाबु ल फाइनल्ली हामी क्रिस्टीबाट डाउन हालेर तल झरिसक्यौँ अब हामी यहाँबाट चाहिँ सिधा छोरेपाटन निस्किन्छौँ त्यहाँबाट ननस्टप हामी चाहिँ हाम्रो लास्ट डेस्टिनेसन हल्लन चोक जान्छौँ है त साथी हो वाइल्ड भयो आजको वाइल्ड होइन होइन बुहान कस्तो भयो राइड हात दुख्यो ओह्रालोमा है ठिक छ टेक्निकल बाटो रहेछ यहाँ टेक्निकल त के टेक्निकल भन्ने यस्तै खासै टेक्निकल छैन इजी छ हेर्दाखेरि चाहिँ टेक्निकल छ जस्तो देखिरहेको अब चाहिँ हामी यहाँबाट छोरेपाटन निस्किन्छौँ है साथीहरू छोरेपाटन चोक बाटो चाहिँ अलिकति मड्डी रहेछ आजको रुटको दामी ट्रेल होइन त साँच्चै मलाई मन पऱ्यो यार यो ट्रेल त त्यो हाइवे हिँड्दा हिँड्दै दिक्क भयो क्या ल त फाइनल्ली हामी अहिले छोरेपाटन पनि निस्किसक्यौँ टाइम पनि निकै भइसक्यो थकाइ पनि निकै लाग्यो जस्तो भइसक्यो अब हामी म लास्टमा छु अरू सबैजना अगाडि गइसक्यो हामी चाहिँ हाइवेबाट नजाने निर्णय गरियो साथी हो यता तिते पानी के शीतल चौताल रहेछ तिते पानी कताबाट सिधै ड्याम साइड निस्किन्छौँ ल फाइनल्ली ड्याम साइड अब हामी यहाँबाट लेफ्ट लागेर लेफ्ट साइड जान्छौँ हल्लन चोक गएर आजको टास्क फुलफिल गर्छौँ त्यसपछि घर जान्छौँ ड्याम साइड पार्क ल फाइनल्ली हामी बैदामै साथी हो बैदाम आइसक्यो हामी त
फाइनल्ली अब लगभग हामी 12 चोक आयौँ। त्यस पछाडि त लन्च त्यहीँ नजिकै पुगेर आजको प्रोग्राम चाहिँ लास्ट त्यहीँ हुन्छ। सकाएर अनि मजाले रेस्ट गर्नुपर्छ यार। बिहान हामी लगभग 7:45 मा निस्क्यौँ, अहिले चाहिँ 6 बज्न आँट्यो भनेपछि बिहान लसै भनेपछि कति भयो टाइम? बिहान 8 बजे भने 10 घन्टा। 10 घन्टामा चाहिँ हार्डली हामी कति 1.5 घन्टा जस्तो रेस्ट भयो होला। खाना खाने ठाउँमा त्यही 20-25 मिनट जति बस्यौँ, अनि 20मा चाहिँ त्यही 4-5 मिनट पानी ब्रेक, वाटर ब्रेक गर्दै गर्दाखेरि लगभग हार्डली त्यही 1.5 घन्टा जस्तो भयो होला रेस्ट। नत्र हामी पुरै दिनभरि प्याडलिङ गर्दै गर्दै आइरहेको छ। रमाइलो भयो। तर अब जति डेस्टिनेसन नजिक आउँदैछ थकाइ पनि त्यति मेटिँदैछ है साथी हो। लेफ्ट साइड अब भिडभाड हुन लाग्छ। 12 आइसक्यो। साइकल लेन भयो जस्तो लाग्थ्यो पहिला, मिटाइदियो। थामै छैन भने अब जताततै पार्किङ हुन्छ। उता गाडी आएको छ, अब हाल्ने कि नहाल्ने कि यार यस्तो छ। गाडीले पनि वाइयो पेलेर हाल्छ। ए भित्र पो गयो, ठिकै भयो। लेफ्ट साइडको हामी मेन एरियातिर आयौँ, सेन्टर पोइन्टतिर। अब यता चाहिँ भयङ्कर चलचल बढिसकेको छ। गाडीहरूको पार्किङ बढिसकेको छ भनेपछि मान्छेहरूको फ्लो बढिसक्यो। त फाइनली हल्लमचकै साथी हो। यता हेर्दा उता हेर्दा म त क्यामेरा नै अन गर्न बिर्सिरहेको रहेछु। हाम्रो आजको लास्ट डेस्टिनेसन आइसक्यो। सक्सेसफुल्ली कम्प्लिटेड 100 किलोमिटर्स इन्क्लुडिङ च्यालेन्जिङ रोड पनि हो है साथी हो। सिधा बाटो मात्र होइन, हामीले चाहिँ अपहिल डाउनहिल पनि म्याक्सिमम हालेछौँ आज। बिहान चाहिँ हामीले यहाँ चिल्लीबारदेखि स्टार्ट गरेको होइन जर्नी। अब कहाँ छ है आजको फिनिसिङ? यहाँ फिनिसिङ छैन, पहाडी चौरतिरै हो क्या। ल हामी चाहिँ अब क्याम्पिङ चौकतिर गयौँ। अब आजको चाहिँ लास्ट फिनिसर चाहिँ हामी हो नि त। अगाडिको 50 र 75 को सकाएर पनि गइसक्यो होइन। अब हामी चाहिँ लास्ट ग्रुप हो 100 किलोमिटरको। सो ल यार भिडभाड यता हेर्दा आमामामा भिडभाडको त कुरै नगर म्याच। धन्य यतातिरको यो ग्राउन्ड भएर पनि लेक साइडमा चाहिँ पार्किङको चाहिँ सुविधा भएको छ। ल हेर धक्का चटपट चटपट सेकुवा मकै सिप्तन के हो ड्याम क्या ड्याम।